Another fun thing that you can do with your loved one or your spouse is cook together. आज चाहिँ साउन 15 हैन, त्यही भएर हामीले चाहिँ खीर बनाउन लागेको छौं. Not just cook together, 4 Simon are also to be in the video. That's not true. And that's so let's focus on the cooking. तर मैले नपकाउनु चाहिँ हैन, I do cook. तर आज चाहिँ अलि मन थिएन मलाई भिडियो बनाउनु चाहिँ, त्यही पनि आज साउन 15 भएर हामीले खीर बनाइरहेको छौं. अब खीरको इन्ग्रेडिएन्टको कुरा गरौँ हैन, मुख्य भनेको दुध, चामल अनि ड्राई फ्रुट्स, चिनी. जस्ट इन्ग्रेडिएन्ट के पनि छैन, सबैलाई थाहा भएको कुरा हो. त्यो पनि अब यो पोइन्टसम्म चाहिँ मैले जोइन गरेको थिइनँ. आई एम जस्ट जोइनिङ बाइ द वे. अहिले हामीले के गरेको यो म भन्छु ल, मैले के गरेँ. मैले दुध उमाले हैन, 1 लिटर दुध छ. अनि उम्लिसकेपछि त्यसमा चाहिँ मैले 20 मिनेट जति भिजाएर चामल राखेको थिएँ, त्यो चाहिँ यसमा राखेँ. लेस देन अ कप चामल. लेस देन अ कप. अनि त्यसपछि यहाँ 2टा तेजपत्ता थियो हामीसँग, त्यो पनि राखेको छ. अब यो चाहिँ हामी एकछिन आधा घण्टा जति पकाउँछौँ. ल यसले मिनवाइल कस्तो भइरहेछ पनि देखाउँछु नि. सो यहाँ देख्न सक्नुहुन्छ है, यो खीर एकदम बाक्लो हुँदै गइरहेको छ दुध. अनि यो तेजपत्ता भयो, अनि चामल पनि बिस्तारै पाक्दै गएको छ. अनि यो लगभग पाकेपछि मात्रै ड्राई फ्रुट्स यता मैले रेडी बनाएर राखेको छु. यो ड्राई फ्रुट्स हामी राख्छौँ. सो द कुकिङ प्रोसेस इज गोइङ अन. अब एकछिन टाइम लाग्छ. सो इन दैट टाइम विल बी प्लेइङ अ क्विज. Quiz? What kind of quiz? Any kind. You ask me some question, I answer it. I ask you some question, you answer it. Okay. It could be anything. Okay. So quiz was your question politics. Second question will be from science. Third from sports. Fourth from movies. And fifth is random. Serially चाहिँ छैन, जस्ट त्यसरी पाँचवटा क्याटेगोरीको क्वेशन. ओके. फेरि अब being a लोकसेवा अफिसर एकदम जीके मा साउन्ड हुन्छ नि, त्यसो लेट्स सी. म हार्ने निश्चित छ. 5वटा क्वेशन चाहिँ सर र एकजनाले कम्प्लिट गरौँ, अनि अर्कोको पाला र्यापिड फायर. अनि र्यापिड फायर हैन, पाला पाला गर्ने. हो, पाला पाला. ल म फर्स्ट है त. हुन्छ ल. सबभन्दा फर्स्टमा लेट्स गो पोलिटिक्स. नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की कति गते प्रधानमन्त्री नियुक्त हुनुभयो? जेनजी आन्दोलन भदौ 23 र 24 गते भयो हैन. 25 26 मा त भएको छैन, सायद 27 28 मा हुन्छ. ओके, लेट मी से भदौको 28 गते. मिस्टेक हो. कति गते? आन्सर भदौ 27. ओहो, एक दिन डिफरेन्स है. ओके, सो यो चाहिँ एक मेरो क्वेशन के छ भन्दा व्हिच आर्टिकल अफ नेपालको कन्स्टिट्युसन, नेपालको संविधानको कुन चाहिँ धाराले नेपाललाई चाहिँ संघीय लोकतान्त्रिक राज्यको रूपमा चाहिँ परिभाषित गरेको छ? धारा कि भाग? त्यो आर्टिकल, व्हिच आर्टिकल? धारा 5 हो. ओके, रङ आन्सर. के हो? इट्स आर्टिकल 4. ए 4. सो नाउ लोकसेवा. अब अर्को चाहिँ साइन्सको हुन्छ. हुन्छ साइन्सको. पिरियोडिक टेबलमा कतिवटा एलिमेन्ट हुन्छ? अब यो त पढेको होला हैन. मैले त बिर्सिसकेँ कति थियो यार. यो त बेला हुने भयो नि त यार. थाहै कतिवटा हुन्छ यार, थाहै छैन यार, बिर्सिसकेँ यार कति हुन्छ. ल र्यान्डम 172 हैन, 118 रङ है. अब मेरो पाला. ओके, यो पनि पिरियोडिक टेबल रिलेटेड नै क्वेसन छ हैन. गोल्डको साइन्टिफिक नेम, केमिकल नेम इज अरम. अनि उसको चाहिँ एटमिक के भन्छ त्यसलाई, पिरियोडिक नम्बरमा उसको एटमिक नम्बर चाहिँ कति हो? ला मलाई याद थियो 54 हो हैन. 54 सिल्भरको होला सायद. 100 समथिङ हो. 79. बिर्सि सायद पनि. ल अब म अर्को फिल्म रिलेटेड है. फिल्म के मुभिज रिलेटेड? मुभिज रिलेटेड मैले सोधेँ ल. मुभिज रिलेटेड हुन्छ. नाइ नभन्नु लको सिरिज अहिलेसम्म लेटेस्ट चाहिँ कुन हो? नाइ नभन्नु लको अहिलेसम्म लेटेस्ट सिरिज चाहिँ कुन हो? अब यो गुगलको आधारमा है, मलाई नि ठ्याक्क थाहा छैन एन्सर चाहिँ. 5. ल करेक्ट. एउटा करेक्ट. फिल्ममा चाहिँ राम्रो हुनुहुन्छ रहेछ. म मुभी हेर्ने मान्छे हो. ओके, ल मैले चाहिँ के सोच्छु भन्दा, सो विच नेपाली फिल्म मेकर डिरेक्टेड द इन्टरनेसनली एक्लेम्ड मुभी सेतो सूर्य, व्हाइट सन भन्ने चलचित्रका निर्देशक को? हेरेकै छैन नि त यो मुभी त. हो, त्यसो के अर्को पनि सोधिदिन्छु म. ल अर्को हो. ल यो क्यान्सल. यो क्वेशन सो हु डिरेक्टेड द अस्कर विनिङ मुभी कल्ड प्यारासाइट? प्यारासाइट मैले हेरेछु, तर मलाई डिरेक्टरको नाम थाहा छैन नि त. ल पास. ओके, यसको आन्सर रहेको छ, मलाई नि थाहा छैन, बोङ जोन हु. योभन्दा पहिलाको चाहिँ सेतो सूर्य भनेको मैले देखेको दीपक रौनियार इज द
मुभिज डिरेक्टर जुन थाहा पाइरहनु पर्ने रहेछ अब हामी जाम स्पोर्ट्समा चाहिँ मलाई अलिकति सजिलो दिन किनकि म त्यसको एकदम ऊ छैन तर मैले त हजुरलाई डिफिकल्ट अब यो डिफिकल्ट हो कि होइन मलाई थाहा छैन है अहिलेसम्म फिफा वर्ल्ड कपमा टप 3 गोल धेरै हाल्ने खेलाडीहरू सबसे धेरै 1 2 3 भन्नु पर्यो हजुर सबभन्दा फर्स्टमा धेरै हाल्दा एम्बाप्पे हजुर सेकेन्डमा चाहिँ मेस्सी थर्डमा चाहिँ मिरोस्लाव क्लोजे थर्डमा मार्टा भनेर देखायो गुगलले के रे MARTA होइन मार्टा भनेको चाहिँ सायद अब यो के अरे के भन्छ मेन्स र वुमेन्स दुइटै गरेर होला किनकि मार्टा भनेको चाहिँ ब्राजिलियन फिमेल फुटबलर जस्तो लाग्छ मलाई त्यो पनि अब थर्डमा मिरोस्लाव क्लोजे हो कि होइन मलाई थाहा छैन बट आई थिङ्क हुनुपर्छ किनकि अरूहरूको त पुगिसकेको छैन त्यति ल ठिकै छ जस मार्टा अब यसलाई म हजुरलाई मार्क्स दिनु 0.5 दिन्छु है त थाहा छैन यसलाई के दिने भन्ने थाहा छैन तर अहिले पछि अब लास्ट मेरो पाला हो मैले सोधेँ फिफा वर्ल्ड कप 2032 कुन देशमा हुँदैछ पोर्चुगल हैन स्पेन कति साह्रो कन्फिडेन्ट साउदी अरेबियामा हुँदैछ अब चाहिँ ल ठिकै छ अब लास्ट क्वेसन है यो चाहिँ र्यान्डम क्वेसन हो रुख कटर थाहा छ हजुरलाई थाहा छ अब यो ठाउँ अनुसार फरक हुन सक्छ हैन तर मैले सुनेको आधारमा है रुख कटरको जुन यो बिया हुन्छ नि भित्रको त्यसलाई के भन्छ रुख कटरको भित्रको बियालाई के भन्छ म त थाहा छैन यो त थाहा छैन अब मैले सुनेको है भिनाजु भन्छ भनेर भिनाजु त नास्पातीको बियालाई भिनाजु स्याउको लागि भन्छ यसलाई नि भिनाजु नै भनेर अब म रङ हुन सक्छ तर जे हामीले बच्चामा चाहिँ नास्पातीको बियालाई भिनाजु भन्छ भन्ने सुने हो तर कसरी युज गरेको त देखेको छैन मैले यो थाहा छैन ओके मेरो र्यान्डम क्वेसन चाहिँ के छ भन्दा कुन देशको चाहिँ सबैभन्दा धेरै टाइम जोन्सहरू छ इन्क्लुडिङ ओभरसिज टेरिटोरिजको टाइम जोन Which country has the largest number of time zones in the world? Which country? England हो? होइन इङ्ल्यान्ड जस्तै कोलोनी चाहिँ कुन देशको थियो पहिला ठुलो फ्रान्स फ्रान्स राइट आन्सर बट यु डिडन्ट गेट इट राइट आई थिंक तपाईको केही पनि मिलेन होला तपाईको 9 भन्नुलाई एउटा फिल्ममा तपाईको राम्रो रहेछ अर्को 0.5 यो गोल लिडर छ हैन दुईटा कस्तो जेनजी आन्दोलन पनि म 27 तर मेरो त्यो धारा 4 कि 5 पनि मैले मिलाउँदै अलिकति ओके ल थ्यांक यू हाम्रो चाहिँ फाइनली खीर अनि आलुको तरकारी चाहिँ मैले एकदम छिटो बनाएको झटपट यो आलुको बनाएको चाहिँ हामीले भिडियोमा देखाएन केही पनि होइन आलुलाई उसिनेर त्यसलाई अलिअलि के भन्छ यसो थोरै तेलमा चाहिँ त्यो पेस्ट बनाएर तेलमा चाहिँ त्यो प्याज टमाटर अरू लसुन हैन हालेको पेस्ट बनाएर मोलेको हो सो यो यस्तो छ एन्ड देन दिस इज द खीर है खाना चाहिँ सकिन्छ होला लेट्स गेट स्टार्टेड अब हामी चाहिँ खाना थाल्यौं तपाईहरु सबैलाई साउन 15 को शुभकामना चियर्स एकदम मिठो तर मिठो भयो चाहिँ मैले चाहिँ सोचेको थिइनँ हैन तर मिठो भएछ फर्स्ट टाइम मैले सबै डिरेक्सन जति मेरो छ